लगाइसक्नु भएको छ। हजुरहरु सबैजना सन्चै हुनुहुन्छ? हजुरहरुलाई देउडा खेल कतिको मन पर्छ? मन पर्छ? अधिवेशन यति बेला विनायकमा भइरहेको छ। तपाईहरु प्रत्यक्ष रूपमा जति जोडिएर यो लाइभ हेर्दै हुनुहुन्छ, तपाईहरुले यो प्रस्तुतिलाई एकदमै शेयर पनि गरिदिनु होला। लाइभलाई यति बेला आर्या भाग बहिनीले प्रस्तुति राखेर जानुभएको छ। तपाईहरु जति जोडिएर हेर्दै हुनुहुन्छ तपाईहरु स्वागत गरे। यति बेला पञ्चदेउल विनायक नगरपालिकाको यो प्राङ्गणमा यति बेला सांस्कृतिक कार्यक्रम राज्य लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको 9 जिल्ला अधिवेशन विनायकमा कार्यक्रमलाई शुभकामनाको मन्तव्यतिर लैजान चाहन्छु र त्यसपछि हाम्रो पञ्चदेउल क्याम्पस प्रमुख विनिता अधिकारीज्यूलाई हाम्रो यो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको 9 अधिवेशनको आफ्नो शुभकामना मन्तव्य राखिदिन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न हुन गइरहेको विविध सांस्कृतिक कार्यक्रम तथा हाम्रो यो के भन्छ 8औं जिल्ला अधिवेशन कार्यक्रमको 9औं जिल्ला अधिवेशन कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू लगायत यो कार्यक्रममा पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, स्वागत गर्न चाहन्छु र यहाँ उपस्थित हुनुभएका स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरूलाई। यतिखेर हामी अछामको विनायकको यो पञ्चदेउल विनायक नगरपालिकाको प्राङ्गणमा छौँ। यतिखेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अछामको 9 जिल्ला अधिवेशन यतिखेर विनायकमा चलिराखेको छ। तपाईहरु जति जोडिएर यो लाइभ मार्फत हेर्दै हुनुहुन्छ एकदमै लोक दोहोरी गीत प्रति माया गर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूले यो लाइभलाई पनि एकदमै शेयर गरेर साथ दिनुहुनेछ भन्ने हामीले शुभेच्छा लिएका छौँ। यति बेला
विभिन्न सङ्घ संस्था र विभिन्न राजनीतिक दल र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनुभएका प्रतिनिधिज्यूहरूले यतिखेर यो राष्ट्रिय लोकतन्त्र दोहोरी गीत प्रतिष्ठान अछाम नेपालको 9 जिल्ला अधिवेशनको शुभकामना मन्तव्य राखिराख्नु भएको छ। त्यति बेला हामी कार्यक्रमको स्टेजमा छौँ। यतिखेर तपाईँहरू एकदमै स्वागत गरेँ मैले। थुप्रै जोडेर हेर्दै हुनुहुन्छ, एकदमै सेयर गरिदिनु होला। तपाईँहरूलाई मैले प्रत्यक्ष रूपमा यो कार्यक्रमको अपडेट दिइराखेको छु। एकदमै माया गरिदिनुहुन्छ, थुप्रै जोडेर हेर्दै हुनुहुन्छ, एकदमै सेयर गरेर साथ दिनु होला। हाम्रो समाजमा हुने गरेका छाउपडी कुप्रथा, बाल विवाह, विभिन्न खालका घटनाहरू जुन घटिरहेका छन्, अहिलेको सामाजिक सञ्जालबाट जुन मान्छेहरूलाई मर्न बाध्य बनाउन बढाइराखेको देखिएको छ, यी कुराहरूलाई पनि हामीहरूले त्यो एउटा तपाईँ युवाहरूले यसतर्फ जोडिएर अगाडि जानुहुनेछ भन्ने मैले आशा लिएकी छु। युवा भाइ बहिनीहरूले यहाँहरूले पनि के बुझ्नुहुनेछ भने नयाँ खालको चाहिँ सोचका साथ अगाडि बढ्नेछ भन्ने शुभकामना दिने 9 अधिवेशनको चाहिँ हार्दिक शुभकामना दिँदै सफलताको कामना गर्दै यहाँहरूबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। धन्यवाद। हाम्रो शुभकामना दिनुहुने पञ्चदोल क्याम्पसका प्रमुख अधिकारीज्यू, उहाँले यो 9 अधिवेशनको पुनः सफलताको कामना सहित असाध्यै मार्मिक र महत्त्वपूर्ण सुझाव सल्लाह सहितको शुभकामना दिनुभएको छ। र उपस्थित जनसमुदायहरू, हाम्रो बिचमा थुप्रै कलाकारहरू छन्। यहाँ आज त धेरैभन्दा धेरै कलाकारहरू छन्। हाम्रो प्रस्तुति हाम्रो समयको कारणले गर्दाखेरि अलि चाँडै नै हामीले कार्यक्रम सञ्चालन गर्नु पर्थ्यो। विविध कारणले हामीले ढिलाइ हुनुभयो, तर पनि हामीसँग थुप्रै हाम्रो राष्ट्रिय लोकतन्त्र दोहोरी गीत प्रतिष्ठानका सदस्यज्यूहरूबाट थुप्रै किसिमका र त्यसपछि आएर हाम्रो अतिथि कलाकारहरूबाट पनि थुप्रै हाम्रा प्रस्तुतिहरू छन्। यसपछि हामी फेरि एउटा हाम्रो प्रस्तुतिको कन्या जोड्दैछु। स्वागत छ है सबैजनालाई नयाँ प्रस्तुतिको लागि। यतिखेर कलाकार स्टेजमा आउँदैछन्। तपाईँहरूले एकदमै लाइभलाई हेरेर साथ दिनु होला। उहाँका गीतहरू मेरो देशको झन्डा चाहना औँसीको रात, देशले काँसुली फेर्दैछ झुन्किरी सोल्टिने रूपक परिवारजीले सञ्चालन गर्नुहुनेछ, मलाई साथ दिनुहुनेछ। उहाँ हाम्रो कार्यक्रमको सञ्चालन गरिदिनुहुनेछ। रूपक परिवारजी कता हुनुहुन्छ? उहाँ पनि हाम्रो मञ्चमा आएर सञ्चालन गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्छौँ। अब यसपछि महान छिमेकीलाई आफ्नो प्रस्तुतिको निम्ति म हार्दिक अनुरोध गर्दछु। नमस्ते विनायक, नमस्ते विनायकवासीहरू। थ्याङ्क यू सो मच हाम्रो राष्ट्रिय लोकतन्त्र दोहोरी गीत प्रतिष्ठानलाई र मैले धेरै भूमिका नगरिकन सम्पूर्ण स्टेजमा रहनुभएका हाम्रा अतिथिज्यूहरूलाई सम्मान गर्दै उहाँहरूलाई सम्झिँदै मैले धेरै भूमिका नबाँधिकन मेरो प्रस्तुतिलाई यहाँ तपाईँहरू माझमा पस्किन चाहन्छु। समय एकदमै छोटो छ, एउटा मात्रै गीत भन्नुभएको छ, थुप्रै गीतहरू थिए। यसैबिचमा चाहिँ मैले यो गीत ट्र्याक गाउनुभन्दा थोरै अगाडि अलिकति मैले अस्ति नै भर्खरै गाएको लाइभ दौडा, हाम्रो गौरी भट्ट र मैले गाएको लाइभ दौडालाई चाहिँ यहाँहरू माझमा चाहिँ थोरै 1-2 टुक्का पस्किने अनुमति मागे। तेरे हो प्राणी भन्ने गीतको बोलमा हाम्रो आदरणीय देवेन्द्र भाटज्यूको शब्द, भोजराज भाटज्यूले गाउनु भएको यहाँलाई सम्मान छ। उहाँकै भाकामा मैले तेरे हो प्राणी भन्ने गीतलाई गाएको थिएँ। धेरै दर्शकहरूले मन पराइदिनु भएको थियो। त्यसको 1-2 टुक्काहरू म यहाँहरू माझमा प्रस्तुत गर्न चाहन्छु। माया प्रीति तोलु सुन्तोलिने तराजुमनी, माया प्रीति तोलु सुन्तोलिने तराजुमनी, क्या सैनाले बोलु यति रूप श्यामैना चढी, क्या सैनाले बोलु यति रूप श्यामैना चढी, अर्को जुन छ धरती एक जुन छ स्वर्गका माझ, अर्को जुन छ धरती एक जुन छ स्वर्गका माझ, लगाऊ कि त फिर्ती सुवाले दुख मान्ने हो कि,
लगाऊ कि त पिर्ती सुवाले दुख मान्ने हो कि। थ्याङ्क यू सो मच। अब म एउटा गीत प्रस्तुत गर्न चाहन्छु, प्लिज जुनकिरी लगाइदिनु होला। यसमा शब्द सङ्गीत भोकल मेरै रहेको छ भने एरेन्ज मनोज चौलागाईज्यूको रहेको छ। यो गीत म तपाईँहरू माझमा पस्किन चाहन्छु। धेरै गीतहरू थिए तर अब समयको कारणले गर्दाखेरि मैले एउटा गीत मात्र पस्केँ यहाँहरू माझमा। सबैले है त यो अलिकति एउटा खेल्ने होइन, अलिकति सुन्ने टाइपको गीत हो। सुनकिरी तमलाई माया गरेको छु, सुनकिरी तम्रा पछि पर्दो छु। ताली बजाउनु लाग्यो कसरी? सुनकिरी तमलाई माया गरेको छु, सुनकिरी तम्रा पछि पर्दो छु। तम्रो तस्बिर सधैँभरि हेर्ने गर्दछु, सुनकिरी तमलाई माया गरेको छु, सुनकिरी तम्रा पछि पर्दो छु। हो कि होइन? ताली बजाइदिनु होला है त। तम्रा हाम्रा माया प्रेम एक गरेको छु, सुनकिरी तम्रा पछि पर्दो छु। ताली बजाएको लोककथा दोहोरी गीत प्रतिष्ठानको 9औं अधिवेशनको पूर्ण बिदा हुन चाहन्छु। धेरै प्रस्तुति राख्ने मन थियो तर पनि एउटा प्रस्तुतिको लागि समय छुट्याइदिनु भएकोमा हाम्रो आयोजकज्यूलाई पनि धेरै धन्यवाद दिँदै म यहाँहरु माझबाट छुटिन्छु। मोहन छितीलाई सम्झिराख्नु होला, माया गरिदिनु होला। मेरा गीतहरू अझै पनि आउँदै छन्, आउने क्रममै छन्।